welcome back to my YouTube channel and first of all don't forget to subscribe to my channel and आज चाहिँ हामी आइसकेको छौं कृष्ण मन्दिर अनि छ दुई जना बहिनीहरु अनि आज चाहिँ आशिरा छ केही छैन अब यस्तो हल्का हल्का बनाउन ट्राई गर्ने नि त फर्स्ट चोटी वाउ फुलहरु कस्तो राम्रो आइराछ हैन टक्क लाएर यो चाहिँ नेपाली फुलहरु हो कुन भन्छ त्यो के रे त्यो अजम्बरी फुलहरु भन्छ टक्क लाएर आज चाहिँ हल्का हल्का त्यो भ्लग बनाउँ भनेर चाहिँ यस्तो कन्टेन्टहरु नभएर टक्क लाएर कृष्ण मन्दिर नजिक पर्छ नि त अनि कृष्ण मन्दिर चाहिँ हल्का हल्का बनाउनु पर्यो यस्तो ट्राई गर्नको लागि अब सब्स्क्राइबरहरु पनि छैन नि त अब हाम्रो जस्तो कसले हेर्दिने हैन सानो युट्युबरहरुलाई टक्क लाएर नि त्यही हो अब हल्का हल्का फुचिया छ पर बसिरा छ हैन हामी पनि गरिया छौं अनि टक्क लाएर कृष्ण मन्दिर आछौं अनि ब्याक साइडमा छौं उ यता पनि आछ उडाउनु भन्यो आमामा सो गाइस अब चाहिँ हामी चाहिँ घर जाने बेला भयो हामी चाहिँ यहाँ फाइनली भन्नुबाट चाहिँ बहिनीले लिन आएको हो दाइको छोरी हुनुहुन्छ नि त अनि उहाँले चाहिँ लिन आएको टक्क लगाएर लिएर जानुपर्ने हुन्छ त्यही हो खासै बोल्न त आउँदैन भने फर्स्ट हो त्यही भएर हल्का क्यामेरामा क्वालिटी कम्ती आयो होला त भन्यो तर को भनेर चिनिया छैन हैन मिस्टर मगर्नी भनेर चिनिराख्नु हैन हाम्रो समयमा चाहिँ टक्क लाएर हैन अब भिडियो बनाउन चाहिँ आको भिडियो नि यस्तो छ अनि के हेर्नु हैन कस्तो लाग्छ होला क्यामेरा कस्तो हेरा यति सन्धि भन्दा भइहाल्यो त नि टक्क लाएर कृष्ण मन्दिर आछ टक्क लाएर सिमरन चाहिँ आइसकेछ अनि हेलो भन्दियो नि त हेलो भन्दियो यता हेलो भन्दियो हैन या हैन सो गाइस हाम्रो चाहिँ एउटा सानो भ्यूहरु देख्न सक्नुहुन्छ लबडा के भन्छ हैन हल्का हल्का देखिने भ्यूहरु त्यही त हो म चाहिँ यता छु हैन सो अलराइट गाइज हामीले चाहिँ सिमरनलाई लिन आएको यता नानो यता हेर्दै हो ऊ चाहिँ त्यो उडाउनु पाएकोले धेरै खुसी भइरहेछ खासै अरू कुराहरू त केही भन्न चाहँदैन यस्तो हल्का घाम लागिरहेछ अहिले खासै जाडोको समय पनि सकिसक्यो नि त बहिनीहरू छ पर त्यही हो खासै भिडियोहरू बनाउनु भएको छैन बहिनीहरू लिन आएको सो गाइज हाम्रो भिडियोलाई हेरेर माया गरिदिनु होला हामी चाहिँ अब होइन ट्याक्क गाई गर्छ एउटा यहाँ गरिरहेछ के गर्नु भ्लग बनाउनै दिँदैन त्यही हो ऊ दुईटा हेलो एभ्रीवान मेरो पनि युट्युब च्यानल छ हैन त्यहाँ गएर टक्क उहाँको युट्युब च्यानल हेर्दै सकेर सो राइट गाइस अहिले चाहिँ हामी क्लासबाट आइसकेको छौँ फाइनल्ली अनि सो सिमरनलाई लिएर आइसकेको छौँ आधी बाटो चाहिँ आइसकेको छौँ अनि अब गएर चाहिँ हल्का हल्का पढ्नुपर्ने हुन्छ होइन अब बसेर पनि हुँदैन नि त अब पढ्नु पर्यो मोबाइल हेरेर आउँदैन दुईटा पर टिकटक बनाएछ ऊ खासै कन्टेन्टहरू त छैन त्यही कृष्ण मन्दिरहरू हल्का हल्का घुम्यो तपाईँहरूले कस्तो लाग्छ साथ दिएर भनिदिनु होला